फिलको मात्रै आँसु होइन, खास चाहिँ यो फिलले मात्रै ल्याएको होइन। गीतको फिल सँगसँगै देशको अवस्था पनि चित्रण हो। देशको अवस्था बगिरहेको हो। लाखौँ मान्छेहरू, लाखौँ घरहरू आज परिवार कहाँ छन्, छिन्न भिन्न छन्। त्यो आँसु हो यो गीतको मात्रै आँसु होइन। आज एउटा भाइ कहाँ छ, अर्को भाइ कहाँ छ, एउटा बहिनी कहाँ छ, बाबुआमा कहाँ हुनुहुन्छ, गाउँ खाली छ, बजार खाली छ। देशको परिवेश, देशको अवस्था, इलेक्सन त आउँदैछ, हामी त्यही अस्तव्यस्तबाट गुज्रिरहेका छौँ। यो गुज्रिरहेको बाटोबाट झरेको आँसु हो। रन्जिता सँगसँगै मलाई पनि आँसु आयो। सबै कोचहरू उभिनु भयो। यो जुन फिल छ, जुन आँसु छ, त्यो चाहिँ एउटा परदेशीको लागि चाहिँ यो गीत छ। इट्स भेरी इम्पोर्टेन्ट र यसले चाहिँ इट टच यर हार्ट, इट टच यर सोल र अनि इट कनेक्ट्स एभ्री वान टुगेदर। तर के भने जब देशको माया, घरको माया, आफन्तको माया, दाजुभाइको माया, इष्टमित्र भने चाहिँ जब देश छोडेर भनौँ न दैलो छोडेर बाहिर निस्किन्छ नि, एन्ड देन पिपल रियलाइज जबसम्म नेपालमा बस्छ हामी जहिले पनि कम्प्लेन गर्छौँ, दुनियाँ भन्छौँ, दस्तरी भन्छौँ होइन, तर जब देश छोडेर बाहिर जान्छ अनि देशको माया, घरको माया, आफन्तको माया के हो भन्ने कुरा हुन्छ। त्यसले गर्दाखेरि तपाईँको यो जुन एउटा फिलिङ छ, तपाईँ पनि अब घर परिवार छोडेर ठिक छ विदेशमै नभए पनि जब तपाईँ यहाँ अब अलिक टाढा बस्नु भएको छ, त्यसले गर्दाखेरि तपाईँलाई यो गीतले यसरी छुन स्वाभाविक हो र तपाईँको आवाजले सम्पूर्ण मान्छेको मनहरूमा यो छोएको छ र छुनेछ। Vaseline presents The Voice of Nepal Season 7.